अथ पञ्चदशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। एक दिन पार्वतीले बकुवा धस्ता निस्केको महेलयले मूर्ति बनाई द्वारमा पालिराखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरी भित्र जानुभयो। अनि पार्वतीले महादेवसित द्वारमा कोही बसेको थिएन भनी सोधिन् र महादेवले त्यसको त मैले शिर छेदन गरेर आएँ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो भनी पुत्र भावले स्नेह शोक गर्न लागिन्। अनि महादेवले हे पार्वती, मैले थाहा नपाएर त्यस्तो गरेँ, बचाइदिन्छु, शोक नगर भनी बुझाइ आफ्ना गणहरूलाई डाके हे गण हो, चारै दिशामा गई पहिले जे भेट्दछ त्यसको शिर छेदन गरेर ल्याऊ भनी चन्द्रभाण दिएर पठाउनुभयो। गणहरू जो आज्ञा भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि एउटा हात्ती फेला पारेर महादेवको आज्ञाअनुसार चन्द्रबाण प्रहार गरे। त्यो बाण गएर हात्तीको गर्दनमा लागेर शिरछेदन भयो र एउटा मात्र दाँत भएर अग्लो र राम्रो थियो। त्यस्तो हात्तीको शिर लगेर महादेवको अगाडि राखिदिए अनि हामीले त्यहीँ पायौँ भनी बिन्ती गरे। तब श्री महादेवले हात्तीको शिर मृत मूर्तिमा जोडेर जीवित पारिदिए। त्यही मूर्तिको नाम गणेश भई पार्वती पुत्र कहलाए। त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे। महादेव बिना यो ब्रह्माण्ड संसारको रक्षा कसरी होला? अतः यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर हे अग्नि, तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई हराए। इन्द्रको वचन सुनि अग्निले हवस भनी कैलाश पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएनन् र वायुमण्डल भई ताल छिराउने प्वालबाट भित्र बसेर भिक्षुक रूप भई महादेव पार्वती एकान्त गरिरहेका स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेवले रिसाई भस्म गर्न लाग्नुभयो। तब जगत माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्, हे नाथ, भिक्षा माग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो, नजानेर आएछन्, बरु केही दिउँ र जाउन् भनिन्। अनि महादेवले आफ्नो हातमा वीर्य थापेर लौ भिक्षाले भनेर दिनुभयो। अग्निले पनि त्यो वीर्य निलिदिए। शिवको अमोघ वीर्यले अग्निलाई गर्व रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गङ्गाको किनारमा गएर उसको जाङमा केलिदिए। त्यो वीर्य आगो बले झैँ बलिरहेको थियो। सप्तऋषिका पत्नीहरू गङ्गा स्नान गरेर फर्कदा आगो बलेको देखेर कसले आगो बालेर गएछ ताप्न जाउँ भनेर गए। एउटीले चाहिँ अर्काले बालेको आगो ताप्नु हुँदैन भनी गएनन्। 6 जना आगो तापेर घर गए। ती आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले थाहा पाए तिमीहरूलाई कसरी गर्व रह्यो भनी सोधे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए। अनि ऋषि पत्नीहरूले त्यो वीर्य गङ्गामा उकेली आकाशमा गएर षट्कृतिका तारा भइरहे। त्यही वीर्यबाट षट्वक्त्र अर्थात् 6 मुख भएका कुमार उत्पन्न भएर गङ्गाका पुत्र भए श्री महादेव कहाँ कैलाशमै रहे। त्यसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा गर्नुभयो, हे गणेश, हे कुमार, तिमी दुवैजना गएर सुमेरु परिक्रमा गरेर आओ। जो पहिले आउला त्यसलाई वरदान दिनेछु। यति श्री महादेवको आज्ञा सुनि कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिँडे। कुमार हिँडेको देखेर गणेश हात्ती अब कसो गरौँ भन्दै आफ्नो वाहन मुसो छेउ गए। मुसुले गणेशलाई चिन्तित देखेर, हे विनायक, किन चिन्तित हुनुभयो? क्या आपत आइपर्यो भनी सोध्यो। अनि विनायकले भने, सुमेरु परिक्रमा गरेर आओ अनि महादेवले आज्ञा भएको र कुमार हिँडेको सारा कुरा सुनाइसके। अब कसो गरौँ त? त्यस्तो म यस्तो लामो सुँड र ठुलो पेट भएको म हिँड्नै सक्दिनँ। यदि विनायकले भनेको सुनि मुसो भन्दछ, हे गणेशजी, तपाईँलाई म केही ज्ञान दिन्छु, सुन्नुहोस्। महादेव पार्वती र गङ्गा तिनै जना बसेको स्थानमा गएर अञ्जली जोरी, हे माता, हे पिता, मेरा सुमेरु पर्वत भने पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर भनी 3 प्रदक्षिणा गरेर धन्यवाद गर्नुहोस् अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ। आफ्नो वाहनको अर्ती मानेर गणेशजीले त्यसै गरे। अनि महादेव प्रसन्न भएर, हे गणेश, तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले पनि कुनै काम तिम्रो पूजा नगरेर गर्यो भने सिद्ध हुने छैन। यस्तो वरदान दिनुभयो। उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, गणेशले वरदान पाए तर मेरो पुत्र कुमार आइपुगेन। गङ्गाको वचन सुनि महादेव भन्नुहुन्छ, हे गङ्गे, तिमी स्वस्थानी परमेश्वरीको व्रत गर अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन्। यदि शिवले आज्ञा गर्नुभएको सुनि प्रसन्न भइन् र व्रतविधि सोधिन्। अनि महादेवले स्वयं व्रतविधि बताउनुभयो। हे गङ्गे, पौष शुक्ल पूर्णिमाको दिनदेखि हात खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एक भक्त रही चित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन 78 रोटी, 78 बेली पुष्प, 78 अक्षता, 78 पान, 78 कुड्का सुपारी र पञ्चामृत वस्त्र
फलफुल धूप दीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर आरसीमा ओमकार लेखी स्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घ्य दिन स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे। अनि गङ्गाले धन्य श्री स्वस्थानी परमेश्वरी अनि आफ्नो पुत्रलाई प्रसाद र आशीर्वाद दिइन्। अनि कुमारले महादेव कहाँ गई बिन्ती गरे, हे पिता म पनि वरदान पाऊँ। अनि महादेवले आज्ञा गर्नुभयो, हे कुमार स्वर्ग मर्त्य पाताल तिनै लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्धि नहोस् भनी वरदान दिनुभयो। यति कथा सुनिसके अस्ति मुनि बिन्ती गर्दछन्, हे कुमार तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई अमरावती समेत लियो, फेरि त्यसलाई कसले र कसरी मारे र इन्द्रले अमरावती प्राप्त गरे त्यो वृत्तान्त आज्ञा गर्नुहोस्। यदि अगस्त्य मुनिको बिन्ती सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि कश्यप ऋषिको पुत्र तारकासुर एक दिन दुग्ध प्रभा तीर्थमा स्नान गर्न गएको थियो। त्यही पेची मुनिले तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्न मन लाग्यो र पेची मुनिसँग सोध्यो, हे मुनीश्वर तिमीले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न मन लाग्यो, अत कसरी गर्ने हो? मुनिले भने, हे तारकासुर तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्ध प्रवाह नदीको सिरानमा हिमालय पर्वत छ, त्यही गई ब्रह्माजीको तपस्या गर। मुनिको उपदेश सुनि त्यतैबाट सरासर हिमालय पर्वत पुगी ठुलो कष्ट सहेर 1000 वर्षसम्म ब्रह्माको तप र आराधना गर्यो। अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आई आज्ञा गर्नुभयो, हे तारकासुर तिम्रो तपस्याले म प्रसन्न भए वरदान माग। अनि तारकासुरले ब्रह्मालाई दण्डवत प्रणाम गरी बिन्ती चढायो, हे ब्रह्मण हजुरले सृष्टि गरेका 5 वर्ष नागिसकेका कुनै पनि प्राणी मलाई सङ्ग्राममा मार्न नसकुन्, फेरि जसले मेरो शिर भूमिमा खसाल्ला त्यसको पनि तत्काल शिर फुटेर मरोस्, फेरि म समस्त देवतालाई जित्न समर्थ हौँ। यस्तो भन्दा ब्रह्माजी तथास्तु मुनि ब्रह्मास्त्र समेत दिई अन्तर्धान हुनुभयो। त्यसपछि तारकासुर उन्मत्त भएर कसैलाई तृण बराबर पनि नठानी अनेक दानव साथ लिई अमरावती गयो। त्यसरी सैन्य सहित तारकासुर आएको देखेर देवराज इन्द्र रिसाई सकल देवताका साथ लिए आफ्ना आफ्ना शस्त्रास्त्र लिए सङ्ग्राममा अघि सरे। दुवै पक्षको भयङ्कर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटी कोटी सैन्य मारिदिए। आफ्ना सेना त्यसरी नाश भएको देखि तारकासुरले आफ्ना गुरु शुक्राचार्यलाई बिन्ती गर्यो, हे गुरु देवताहरूले मेरा कोटी कोटी सेना मारिसके, के उपाय गरौँ? अब हजुरले हाम्रो उद्धार गर्नु पर्यो। तारकासुरको यस्तो प्रार्थना सुनि शुक्राचार्यले सञ्जीवनी विद्याको प्रयोग गरेर जल छर्किन साथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अघि सरे। त्यसरी आफूले मारिसकेका दैत्यहरू फेरि शुक्राचार्यले बचाइदिएको देखि इन्द्र रिसाई ऐरावत हात्तीमा चढेर वज्र प्रहार गरे। यसरी देवता र दैत्यको 10,000 वर्षसम्म घोर युद्ध भयो। त्यसमा दुवै पक्षका कोटी कोटी सेनाको संहार भयो। दैत्यहरू मरे पनि शुक्राचार्यले बचाइदिने र देवताहरू मरेको मरै हुने भएर इन्द्र समेत समस्त देवता हार मानि स्वर्गबाट भागे गुरु बृहस्पति कहाँ सङ्ग्रामको सारा स्थिति बताए। अनि गुरु बृहस्पतिले भने, हे सुरराज यही सङ्ग्राममा तिम्रो विजय हुन सक्दैन, किनकि तारकासुर दैत्यले 1000 वर्षमा कठोर तपस्या गर्दा ब्रह्माजी प्रसन्न भई सृष्टि गएको 5 वर्ष नागेका प्राणीले मार्न सक्ने छैनन्। यस्तो गरिदिनु भएको छ त तिमीहरू महादेवको शरणमा जाऊ भन्दा देवताहरू त्यहाँबाट आई मर्त्यमण्डलको मृगस्थलीमा ढुकेर बसेका थिए। देवताहरू भागेपछि तारकासुर तिनै लोकको राज्य भोगी सुखपूर्वक रहेको थियो। हे मुनि अमरावतीबाट लखेटिएका सुरेन्द्र धेरै कालसम्म त्यही लुकिरहे। पछि एक दिन समस्त देवताहरूलाई डाकेर भने, हे देवता हो, पापिष्ट तारकासुरले अमरावती खोसेर हामीलाई दुःख दिएको धेरै समय भयो। अब त्यसको संहार गरेर फेरि अमरावती लिनुपर्दछ। यो कसरी भने महादेवका कुमार र गणेश दुई पुत्र भएका छन्। तिनले हाम्रो शत्रु तारकासुरलाई अवश्य मारिदिनेछन्। अब कैलाशमा महादेवसित आफ्नो दुःख बिन्ती गरौँ। यदि सल्लाह गरेर सबै देवता सहित इन्द्र ब्रह्माजी कहाँ पुगे। अनि हे जगदीश्वर पापिष्ट तारकासुरले अमरावती खोसी हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी समस्त देवताको कल्याण गर्नुहोस्। इन्द्र आदि देवताहरूको त्यस्तो प्रार्थना सुनि महादेवले भन्नुभयो, हे देवता हो, तारकासुरले मैले मार्न हुँदैन, मेरा पुत्र कुमारले मारिदिनेछन्। अब समस्त देवता यक्षगन्धर्व आदि कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ, पछि म पनि आउनेछु। यदि महादेवको आज्ञा सुनि इन्द्र 33 कोटी देवता यक्षगन्धर्व भूत प्रेत पर्वतगण समेत भए तारकासुरसँग युद्ध गर्न विनाश गर्नुले प्रस्थान गरे। गणेशलाई भन्न बिर्सेछन्। अनि गणेशले आफ्नो बाण मुसोसित भने, हेर मलाई वरदान दिएर पनि हेला गरे। गणेशजीको कुरा सुनि मुसोले भने, हे विनायक हजुरले अन्यथा गरेको होइन भन्न बिर्से, म अहिले सम्झाएर आउँछु भने गएर प्रस्थान गरिराखे। विनाश घनको तादो काटेर आयो। त्यस्तो देखेर देवताहरूले यो प्रस्थान भएन, विघ्न पर्यो भन्न लागे। तब महादेवले आज्ञा गर्नुभयो, हे देवता हो, विघ्न परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ, उसलाई पनि लिएर जाओ। यदि महादेवले आज्ञा गर्नुभएको सुनि गणेश सहित सबै अमरावती युद्ध गर्न गए। यति महादेवले आज्ञा गरेपछि गणेश सहित सबै अमरावती युद्ध गर्न गए। देवता र दैत्यहरू परस्पर भयङ्कर सङ्ग्राम भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटी 1 योजन पछि हटायो। त्यो देखेर कुमारले तारकासुरको रथ घचेटी 4 योजन पछाडि हटाइदिए। अनि तारकासुरले खड्ग प्रहार गर्यो। कुमारले आफूसित खड्ग आएको देखेर कानसम्म धनु खाइची तारकासुर दैत्यको हिज्रो ताकी चन्द्रमाण प्रहार गरे। त्यो चन्द्रमाण गएर दिनको सूर्य अस्ताई रातको कारण नदेखिँदै साँझको बेलामा तारकासुर दैत्यको शिर छेदन गर्यो। त्यो देखेर श्री महादेव तत्काल पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बीचमै समान भयो। गिड युद्ध भूमिमा ढल्यो। त्यसरी तारकासुर मारेको देखेर अरू दैत्यहरू सङ्ग्रामबाट भागेर आफ्नो प्राण रक्षा गरे। अनि समस्त देवताहरूले धन्य धन्य कुमार भनी उनको गुणगान गर्दै कैलाश पुगे।
उहाँ इन्द्रले बिन्ती गरे, हे ईश्वर, हजुरको कृपाले शत्रुको संहार गरिरह्यो। अब आज्ञा पाए अमरावती जाने थियौँ। यति देवेन्द्रको प्रार्थना सुनि महादेवले तिम्रो राज्य निकण्टक हवस् भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरू श्री महादेवलाई दण्डवत प्रणाम गरी अमरावती गएर सानन्द राज्यकर्ता भए। श्री स्कन्द पुराणे केदारखण्डे माघमात्मे कुमारगत्य संवादे श्री स्वस्थानी ब्रह्मचर्य व्रतकथायां कारकासुर गद्य वर्णकनाम पञ्चदशोत्सव हरे नमः। बोलिए श्री स्वस्थानी परमेश्वरी को जय, नवदुर्गा माता को जय।